अनेक एउटाहरू तपाईँहरूलाई साथ दिनेछ। क्षमता देखाएर आउनुहोस्, राष्ट्र पुनः तपाईँलाई बनाऊ, त्यसपछि तपाईँहरूलाई चुनाव हामी चलाउनेछौँ। छ तपाईँको क्षमता देऊ। यो तन्त्रलाई कहिल्यै हात जोड्दैनौ राजा, हामीले नल्याई छोड्दैनौ गएको पुनेर राखौ कि राजालाई दिनमै खुलेर। कहिल्यै हात जोड्दैनौ राजा, हामीले नल्याई छोड्दैनौ गएको पुनेर राखौ कि राजालाई दिनमै खुलेर। राखौ कि राजालाई दिनमै खुलेर। किनकि हामीले राजालाई दिलमै सजाइरहेका छौँ। पुरो रवि र बालीले नबुझेको खण्डमा अहिलेको जनताले त 20 वर्ष कुरे, तर अबको जनताले 2 वर्ष पनि कुरेनन्। तिमीहरूको हालत पनि त्यही हुन्छ जसरी केपी ओलीको काठमाडौँको झापाको र 13 दुलीको घर चलेको थियो। आज यी गणतन्त्र लोकतन्त्रका हतियार विदेशीका तलवारहरू आज देश विखण्डन गरेर, धर्मलाई विखण्डित गरेर आफ्नो अस्तित्व, देशको शान र मानलाई बेचेर टुक्रा टुक्रा पारेर खाइरहेका छन्। तपाईँले छेड्नु भएको अभियान, राजा वीरेन्द्रले छेड्नु भएको अभियान, शान्ति क्षेत्र नेपालको अभियानलाई निरन्तरता दिइरहेको छौँ। महाराज, तपाईँ स्वर्गबाट हामीलाई हेरिराख्नु भएको छ भने तपाईँले सिङ्गो देश छोडेर जानुभएको थियो। त्यो देश गणतन्त्रवादी नेताहरूले बेच्न खोजिसके। हामी सम्मान स्वाभिमानको रूपमा रहेको राजतन्त्र स्थापना गराउनलाई अहोरात्र खोजिरहेका छौँ। राजाले यस्ता कुराहरू गरिरहेका थिए र राजा वीरेन्द्रले 2036 सालमा चाहिँ एउटा जन्मसङ्ग्रह गरेर नेपालीहरूको चाहनाअनुसार बौद्धले तथा निर्दलीय के हो भनेर एउटा जनप्रेमी राजा आज चाहिँ हामीले यसरी गुमाउनु परिरहेको छ। जो राष्ट्रप्रेमी छ, जसले राष्ट्रको हित चाहन्छ, त्यसले राजालाई सधैँ यो मुटुमा सजाइरहेको हुन्छ, त्यो ढुकुटीमा सजाइरहेको हुन्छ। यो व्यवस्थालाई मैले मान्दिनँ, किनकि यो गीतबाट पनि भनिसकेँ। जुन यो व्यवस्था छ, यो व्यवस्थालाई म कहिले पनि मान्दिनँ, किनकि यो व्यवस्थाले यस्तोसम्म गर्यो कि यहाँ नेपाली जनता तहस नहस भयो। कसैले पनि रोजगार पाउन सकेनन्। यति छप्पट दिएर चाहिँ तपाईँको देश विदेशमा गएर चाहिँ गुलाम गरेर रात दिन पिटाइ खाएर दलिएर काम गर्न परिरहेको छ। त्यो व्यवस्थामा थिएन, जुन राजा हुनुहुन्थ्यो त्यो व्यवस्थामा चाहिँ त्यससम्म चाहिँ जनताले भोग्नु परेको थिएन। त्यस्तै गरेर नेपाललाई शान्ति क्षेत्र घोषित गर्नुपर्छ भनेर प्रस्ताव राख्ने राजा 116 देशले समेत शान्ति क्षेत्र घोषणा प्रस्ताव गरिसकेकोलाई समर्थन गरेको राजा आज हामी विदेशीको खेलमा यी विदेशी दलालहरूको चाहिँ यसमा चाहिँ आज त्यसलाई गणमूल्य एउटा निषेधितको चाहिँ राजनीति गरेका छन्। हामी लोकमान गर्न चाहन्छौँ कि यो देशमा राजा बिना चाहिँ नेपाल